आजको दिन चाहिँ म चाहिँ अब जाँदैछु फुजेरा भन्ने ठाउँमा। म मात्र होइन, हामी तिनजना जाँदैछौँ। किनभने त्यहाँ चाहिँ हाम्रो एकजना साथी छ क्या, आशिष भन्ने मान्छे। उसको लागि यो सुँगुरको मासु, च्वाचेको मासु किनेर म चाहिँ निस्किँदैछु। अनि धिरेन उता अर्को ठाउँमा सपिङ गर्दैछ। हामी चाहिँ एकैचोटि सङ्गमकोमा भेट्छौँ। धिरेन्द्र म चाहिँ बस्ने ठाउँ चाहिँ एकै ठाउँमा धिरेन्द्र म। सो आज चाहिँ सपिङ चाहिँ यताउति दुईपट्टि भयो क्या। अनि त्यसो गर्दा म चाहिँ यतापट्टि च्वाचेको मासु किन्ने ठाउँमा आएको थिएँ। पर्खिँदैछु, अगाडिबाट म मेट्रो पक्रिन्छु सङ्गमकोमा। सङ्गमकोबाट हामी गाडीमा जानेछौँ। अहिले म चाहिँ सङ्गमेको रुम अगाडि आइपुगेँ। अब धिरेन आउँदैछ, धिरेन पनि आइपुग्छ। पर्खिँदिनै जान्छु। खाली होला एकजना ठिक छ। म सङ्गम बस्ने चाहिँ बिल्डिङ हो, यो व्हाइट कलरको। अब त्यो तयारी होला। बाल छ कि अहिले चाहिँ म हाम्रो जानको बस्ने ठाउँ घरमै भनौँ रुममा आइपुगेको छु। जहाँ हाम्रो जान यो यस बाहिरबाट अघि देखाएको मैले। मेरो टोपी खस्छ अरे। ओए मैले क्याब बोकिँदो रहेछु आज। हामी कहाँ जानु आँटेको सङ्गम? टाढा रे। कति घन्टामा पुऱ्याउँछ? 1 घन्टा 20 मिनट त्यतिमै पुऱ्याउँछ फिक्स? मेन हो 100 को स्पिडमा। 100 को स्पिडमा? अब त अहिले त्योभन्दा बेसी नै हान्छ स्पिड त मलाई थाहा छ। त्यो मेन हाइवेबाट जाने हो हामी। बर्गर लभर सिधै आएर छिटो मिठो हो। तर म यसो विचार्छु त जहीँ जाँदा बर्गर भन्दै कुदिरहेको हुन्छ। छिटो हुन्छ नि त। के को रे जुस? नेपालीमा भन्छ, नेपालीमा यसको नाम घिउफल। घिउफल भन्छ होइन? एकदम खान्न छैन त्यो। एकदम खान त दामी छ। यसलाई नेपालीमा यही एउटा घिउफल भनेको रहेछ है। घिउकै फ्लेभर हान्छ नि, दामी। अँध्यारो छ त धेरै नि। कहाँ जानु आँटेको हामी? कता जान्छ सङ्गम हामी कहाँ जानु आँटेको अरे? के चिज हो फेरि? कहाँ जानु आँटेको अरे हामी? हामी चाहिँ अब हाम्रो चुले भाइलाई भेट्नुलाई। नर्मल स्पिड होइन यो? नर्मल स्पिड होइन यो? कपाल आज चाहिँ मलाई छुट्टै भाइब्स आइरहेछ। मलाई चाहिँ छैन यार। गाडी दामी जुन पनि देख्यो क्या भन्नु चाहिँ मेरो एउटा थेगो नै छ हौ बोल्दाखेरि। गइदिएको ल भन्नु। गइदिएको ल। अब हामी चाहिँ पुग्दिनु आँटेको ल। सम्झिने अझै 34 मिनट बाँकी हो। 140 मा पुग्दाखेरि पनि 34 मिनट लाग्छ। 140 भनेको मोटो जोक नि यार। एकजना चाहिँ पछाडि सुत्दियो ल। हाम्रो भेट भयो हाम्रो हिरोसँग। यसको लागि फेदाङमा खोजिदिनुहोस्।
यहाँ चाहिँ अहिले हामी आशिष भोग्नमा आइपुग्यौँ यहाँ अगाडि पाहाड रहेछ त्यहाँ माथि हाम्रो हिरोहरू जान दिन्छ भित्र स्टेसन फेरि घुम्न गएर अहिले चाहिँ रातको 3:30 भएछ हाम्रो झापाली साथी धीरेनसँग आशिष अब चाहिँ हामी यसलाई छोडेर जानेछौँ मन नदुखाउनु होला मेरो साथी फेरि पनि भेट हुनेछ दुबई धन्ने 2 घन्टा लाग्छ अब पुग्न अनि हाम्रो साथीलाई चाहिँ हामीले छोड्यौँ एकदमै छुट्नु चाहिँ गाह्रो भयो धेरै पछि भेट भएको मेरो चाहिँ लगभग 3 वर्षपछि केटाहरूले त अस्ति पनि भेटेको एकचोटि अब हामी फर्क्यौँ के भन्छ इन्डिङ गर्दै नि त अहिले सलाम अलैकुम के बोले भाइ अब के बोले ल अब यस्तै हो है परदेशी जीवन कहिलेकाहीँ कभी खुसी कभी कम यस्तै हो अब यहाँ गएर पेट्रोल हाल्नुपर्छ हामीले होइन यहाँ हो खोला छ कभी खुसी कभी गुड नाइट भन्दा पनि गुड मर्निङ भएछ